पैनिक डिसअर्डर। उदाहरण 1, म रोशनी। नाम परिवर्तन गरिएको छ। अहिले 24 वर्षकी भएँ र अविवाहित नै छु। काठमाडौँमा बसोबास गर्छु र अहिले स्नातकोत्तर तहमा अध्ययन गरिरहेकी छु। परिवारमा बुबा आमा र दाजुभाइ हुनुहुन्छ। बुबा आमा एउटा सानो होटल व्यवसाय गर्नुहुन्छ। दाइ आफ्नै काममा व्यस्त हुनुहुन्छ। मैले 4 वर्ष अघि काठमाडौँकै एक कमर्सियल ब्याङ्कमा काम गरेँ, तर अहिले कुनै पनि रोजगारी छैन। कारण के भयो भने ब्याङ्कमा काम गर्दा मलाई निकै तनाव हुने गर्थ्यो। साँझ घर फर्कँदा एकदमै थकित र लस्त हुन्थे। अनेकौं खालका ग्राहकसँगको व्यवहारले तनाव बढेर मन बेचैन गराउँथ्यो। करिब 6 वर्ष अघिदेखि म एक्कासी डराउने, अब के न भइहाल्ने हो कि भन्ने जस्तो लाग्ने र आत्तिने समस्याबाट पीडित हुन थालेँ। कहिले त मलाई अब मरि पो हाल्छु कि जस्तो पनि लाग्थ्यो। घरिघरि सास फेर्न गाह्रो भएर निसासिए जस्तो हुन्थ्यो। मुटुको धड्कन बढ्ने र पसिना छुट्ने गर्थ्यो। मैले काठमाडौँका विभिन्न अस्पतालमा जचाएँ, तर कुनै शारीरिक समस्या पत्ता लागेन। मुटु जचाउँदा पनि रिपोर्टमा कुनै खराबी देखिएन। कहिलेकाहीँ त राति सुतेको बेलामा पनि एक्कासी मुटुमा नै एट्याक आए जस्तो भएर अस्पतालको इमर्जेन्सीमा जानुपर्ने हुन्थ्यो। मैले धेरैतिरका अस्पताल धाएँ। धेरै खर्च पनि भयो। डाक्टरहरूलाई देखाउँदा सबैले भन्नुहुन्थ्यो, तपाईलाई कुनै शारीरिक समस्या भएको देखिएन, मुटुको अवस्था पनि ठिकठिकै छ, अर्थात् ठिकठाकै छ। तैपनि बेला बेलामा अट्याक आएर मेरो दैनिक काम र पढाइमा प्रतिकूल प्रभाव पारिरहेको थियो। भविष्यको चिन्ताले पनि उत्तिकै सताइरहेको हुन्थ्यो। यसपछि म उपचारकै क्रममा शिक्षण अस्पतालको मानसिक स्वास्थ्य विभागमा पुगेँ। त्यहाँका डाक्टरले मेरो विस्तृत जानकारी लिनुभयो। त्यसपछि काउन्सिलिङ गराउनु भयो र औषधि पनि चलाउनु भयो। काउन्सिलिङ लिन र त्यो औषधि खान थालेको करिब 5 महिनापछि मलाई निको भए जस्तो महसुस भयो। पछिल्लो अट्याक 2 महिना अगाडि आएको थियो, तर लक्षण भने सुरुवाती दिनमा जस्तै कडा खालको थिएन। अहिले म निको भएको अनुभव गरेर विदेश जानका लागि पढाइको तयारीमा जुटेको छु। तैपनि यति बेला मेरा मनमा केही जिज्ञासा उठिरहेका छन्। बुबा आमाले मलाई भन्नुहुन्छ, तिमी विदेश नजाऊ, झन समस्या हुन सक्छ। मलाई भने विदेश गएर करियर बनाउने ठूलो इच्छा छ। के म जस्तो मान्छे विदेश गएँ भने झन समस्या पो बल्झिने हो कि? मैले बिहे गर्न मिल्ने हो कि होइन? उदाहरण 2, मेरो नाम सबिना परिवर्तित हो। म काठमाडौँमा बसोबास गर्ने 18 वर्षकी अविवाहित युवती हुँ। बुवा अवकाश प्राप्त प्राध्यापक र आमा शिक्षिका हुनुहुन्छ। धेरै पढे लेखेको भए पनि बुवा आमाको दिनौं जस्तो घरायसी झैझगडा परिरहन्छ। झगडाको कारण आर्थिक अभाव पनि हो जस्तो मलाई लाग्दछ, अथवा कारण जे भए पनि उहाँहरूको सम्बन्ध राम्रो छैन। मैले +2 सकेर 1 वर्ष खाली नै बसेँ। अब अहिले अमेरिका जाने तयारीमा छु। मेरो दिदी बेलायतमा हुनुहुन्छ र उहाँ मात्रै हाल नेपाल फर्कनु भएको छ। गएको हप्ता मैले टोफल परीक्षा दिनुपर्ने थियो, तर एक दिन अघि मलाई श्वास प्रश्वास बढ्ने, मुटुले काम नगर्ला जस्तो लाग्ने र एक्कासी डरको अनुभव भयो। यस्तो अवस्थामा यो समस्या 5 मिनेट मात्रै रह्यो। तैपनि मैले यही कारणले गर्दा जाँचै दिन सकिनँ। मैले शारीरिक परीक्षण, मुटुको र अन्य सबै जाँच गर्दा खासै कुनै रोगको पहिचान हुन सकेन। मलाई यसै पनि घरमा आमा बुवाको झगडाले गर्दा तनाव भइरहेको थियो। आफ्नो भविष्यको र करियरको चिन्ताले पनि उत्तिकै सताउँथ्यो। त्यसैमाथि अहिलेको यो समस्याले झनै पिरोलेको थियो। बेलायतमा रहेकी दिदीसँग सल्लाह गर्दा उहाँले भन्नुभयो, मलाई पनि त्यस्तै भएको थियो। मनोचिकित्सकको उपचारले ठिक भएकी छु। दिदीकै सल्लाहले म अहिले तपाईकहाँ आएको छु। के म निको भएर पहिले जस्तै स्वस्थ र चिन्तारहित हुन सक्छु? माथिका 2वटा उदाहरणहरूलाई आधार मानेर हामी केही अन्तर्क्रिया गरौं। पैनिक डिसअर्डर के हो त?
रोशनी र सबिनाको पृष्ठभूमि बुझेर मानसिक स्वास्थ्य परीक्षण गरिसकेपछि उहाँहरूलाई एक्कासी अत्याधिक चिन्ताको रोग एङ्जाइटी प्यानिक डिसअर्डर भएको निदान हुन्छ अथवा पत्ता लाग्छ। यो कुनै शारीरिक समस्या नभई एक प्रकारको कम कडा खालको मानसिक रोग हो। यी युवतीलाई लागेको रोगकै कारण उनले विदेश जानै नमिल्ने भन्ने हुँदैन। वैवाहिक जीवनमा पनि यसको कारणले कुनै अप्ठ्यारो पर्दैन। यस्तो रोगमा पीडितले आफूलाई हार्ट एट्याक हुन लागेको वा केही समयका लागि आफ्नो दिमागले कामै नगरेको जस्तो अनुभव गर्न सक्छन्। उपचारका क्रममा अस्पतालको आकस्मिक कक्षमा धाई राख्नुपर्ने अवस्था सिर्जना हुन सक्छ। शारीरिक परीक्षणका बेला रोगका खास कारण नदेखिन सक्छन्। त्यसोभए यसको कारण के हो त? यो रोगको कारण यही नै हो भनेर भन्न सकिने वास्तविक वैज्ञानिक आधार केही पनि देखिँदैन। तैपनि सूक्ष्म रूपमा खोतल्दै जाने हो भने यसका पछाडि आनुवांशिक कारण, सामाजिक कारण, मानसिक र भावनात्मक तनावको कारण, शारीरिक र जैविक कारण अथवा पर्यावरणीय प्रतिकूलताको कारणले भएको हुन सक्छ। बुवा आमामा यस्तो समस्या छ भने बालबच्चालाई पनि हुने सम्भावना रहन्छ। मनोवैज्ञानिक कारणका रूपमा व्यक्तिले आफूमा आत्मसम्मान वा आत्मविश्वासको अत्याधिक कमी महसुस गरेको अवस्थामा पनि यस्तो हुन सक्छ। प्रेममा असफलता, रोजगारीको समस्या, चरम आर्थिक अभाव, लामो समयसम्मको पारिवारिक र सामाजिक तनाव वा जीवनका अन्य चुनौती सामाजिक कारणका रूपमा रहेका हुन सक्छन्। मस्तिष्कको रासायनिक असन्तुलन, हार्मोनको परिवर्तन वा न्युरोकेमिकल असन्तुलनले पनि यस्तो समस्या सिर्जना गर्न सक्छ। तर धेरै जसो अवस्थामा यी सबै वा अधिक कारण मिश्रित रूपमा आएका हुन सक्छन्, जसले गर्दा उल्लेखित लक्षण देखिने सम्भावना रहन्छ। यो रोगको निदान गर्नुअघि मुटुको समस्या, मिट्रल भाल्भ प्रोल्याप्स र थाइरोइड समस्याको जाँच गर्नु जरुरी छ। यसको उपचार के हो त? यो रोगको उपचारका क्रममा विभिन्न खालका औषधिका साथै मनोसामाजिक परामर्श जरुरी पर्दछ। यी औषधिको प्रयोग र 4 देखि 6 महिनासम्मको उपचारले रोगका लक्षणलाई नियन्त्रण गर्दै जान्छ। त्यसपछि बिस्तारै औषधिको मात्रा कम गर्दै लगेर अन्त्यमा हटाउन सकिन्छ। मनोसामाजिक परामर्शले डर त्रासलाई कम गराउने मद्दत गर्छ। यसरी व्यक्तिको सोचमा सकारात्मक परिवर्तन ल्याएर उसलाई भयमुक्त बनाउन सकिन्छ। यस प्रकारको मानसिक रोग जनसमुदायमा करिब 2% रहेको पाइएको छ। कति व्यक्ति आफै ठिक हुने गर्छन् भने केही यी समस्यालाई झेलिएर बाँचिरहेका हुन्छन्। विशेषतः कडा लक्षण बारम्बार दोहोरिएमा वा आफ्नो दैनिक कार्य सञ्चालन गर्न कठिनाई भएमा औषधि उपचार आवश्यक हुन्छ। समयमै सही तरिकाबाट उपचार हुने हो भने यो रोगलाई निर्मूल पारी रोगीलाई पूर्ण रूपमा स्वस्थ बनाउन सकिन्छ। उसलाई पहिले झैं आफ्नो नियमित जीवनयापनमा सघाउ पुर्याउन सकिन्छ। भविष्यमा फेरि नबल्झियोस् भन्नका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ। धूम्रपान, मद्यपान नगर्ने र तनावलाई सकारात्मक तवरले वहन गरेमा राम्रो हुन्छ। परिवारका सदस्य, आफन्त र साथी सङ्गीको सहयोग र प्रोत्साहनले व्यक्तिलाई मानसिक रूपमा बलियो बनाउने भएकाले रोगका लक्षण र जीवनको गुणस्तरलाई सुधार गर्न सहायता पुग्दछ। तनाव व्यवस्थापनका लागि निन्द्रा, खानपान तथा शारीरिक व्यायामलाई ध्यान दिन आवश्यक हुन्छ।